साथीहरु नमस्ते है। यदि तपाईहरु पनि साउदी अरबमा हुनुहुन्छ भने अब कसरी चेक गर्ने, हामीले आफ्नो एकामा आईडी भित्र कतिवटा सिम छ भनेर कसरी चेक गर्ने म यो भिडियोमा क्लियरली बताउन गइरहेको छु। तपाईले चलाएको सिमहरु भन्दा फाल्तु सिम छ कि छैन, कुनै राउटरहरु छ कि छैन, यो चेक गर्न जरुरी छ र यदि छ भने त्यसलाई हटाउन पनि जरुरी छ। किन भन्दा भोलि हामीले साउदी अरबबाट एक्जिट नेपाल जाँदाखेरि कुनै पनि फाइन तिर्न नपरोस् र कुनै पनि हामीलाई झन्झट नपरोस् भन्नको कारणले यो गर्नु जरुरी छ। अब हामी भिडियोतिर लागौं। यदि तपाईलाई भिडियो मन पर्यो भने भिडियोलाई शेयर पनि गरिदिनु होला है त। साथीहरु अब हामी सिम चेक गर्न जाँदै छौं तौकनमा एप्लिकेसन भित्र है। पहिला सिम चेक गर्नको लागि CST भन्ने एउटा एप थियो जसमा गएर सिम चेक गर्नु पर्थ्यो भने अहिले तौकन्ना भित्र नै त्यो एपलाई एड गरेको छ र तौकन्ना भित्र मैले अस्तिको भिडियोमा पनि तपाईहरुलाई भनेको थिए तौकन्ना भित्र धेरै सिस्टमहरु अहिले अवेलेबल छ। तपाईहरुले अन्य कुराहरु पनि भिजा सम्बन्धी अथवा अन्य तपाईको फाइनहरु पनि तौकन्ना भित्र चेक गर्न सक्नुहुन्छ र तौकन्नालाई एक्टिभेट राख्नु जरुरी छ। र तौकन्नाको एप भनेको जुन अहिले यो देखिरहनु भएको छ यो नयाँ फिचरमा आएको छ, पहिला पुरानो थियो, अहिले तौकन्ना यो नयाँमा आएको छ है त। मैले पनि यसलाई अपडेट गरेको र नयाँमा देखाएको छ। अब यसलाई हामी यो तौकन्ना जुन देख्नु भएको छ यसलाई हामी ओपन गरौँ। यसलाई यसरी ओपन गर्नु होला। ओपन गरिसकेपछि तपाईको तौकन्ना त्यसपछि तपाईले यो बीचको जुन सर्भिस छ यसमा जानु होला। यसरी सर्भिस भनेर जुन लेखेको छ यो सेन्टरको त्यसमा जानु होला। त्यसमा गएर यसरी माथि सार्नुस्। माथि सारिसकेपछि यहाँ विभिन्न कुराहरु देख्न पाउनुहुन्छ, तर हामी आज यसमा ओन्ली सिम चेक गर्नेछौं। सिम चेक गर्नुको लागि यो यहाँनिर सेन्टरको जुन एप छ CST को एप यो अहिले यहाँ एड गरेको छ, देख्नुभयो नि। अर्गामी भनेर यो जुन लेखेको छ यसमा जानुस्। यसमा गइसकेपछि अनि CST देख्नुभयो, यो पहिला यसमा गएर गर्नु पर्थ्यो भने त्यो अहिले एपलाई नै यो त्यो सिस्टमलाई नै यो भित्र राखेको छ र अब कन्टिन्यु गर्नुस्। यसरी कन्टिन्यु गर्दाखेरि तपाईसित कतिवटा सिम छ त्यो मज्जाले देखाउँछ। ल मसँग दुईटा सिम छ र टोटल नम्बर्स भनेर यता राखेको छ भने सर्भिस प्रोवाइड्स भनेर यता राखेको छ। तपाई कुनै वाइफाई चलाउनुहुन्छ भने यहाँनिर देखाउँछ। तपाईको नाममा वाइफाई छ भने, तपाईको नाममा नम्बर छ भने यहाँनिर देखाउँछ। यसरी मेरो यो एउटा नम्बर यो भयो र दोस्रो नम्बर चाहिँ यो भयो। मेरो एउटा भर्जिन एउटा STC को नम्बर छ। एउटा मोबाइलले पनि सजिलै तरिकाले नम्बर चेक गर्न सक्नुहुन्छ। तपाईको एकामा भित्र कुनै पनि त्यसरी नम्बर छ भने त्यो नम्बरलाई अहिले नै तपाईले चेक गरेर हटाइहाल्नुस्। त्यो कुनै मोबाइलबाटै हट्छन् भने कुनै त्यसको अफिसमा सम्बन्धित अफिसमा गएर हटाउनु पर्ने हुन्छ र तपाईलाई भोलि एक्जिट जाँदाखेरि तपाईको नाममा फाइन भएर त्यो फाइन भरेर जाँदाखेरि तपाईलाई एकदमै झमेला हुन सक्छ। त्यही भएर सचेतको लागि भिडियो बनाएको। भिडियोलाई शेयर पनि गरिदिनु होला र कुनै जिज्ञासा अथवा प्रतिक्रिया छ भने मेरो फेसबुकमा जोडिएर